हाम्रो जगदीश खरेल दाजु मन्त्री बन्नुभयो जस्तो मान्छेको भाग्य नि कसरी बल्दो रहेछ है। 20 वर्ष भयो पत्रकारिता सुरु गरेर फेरि 25 वर्ष भयो एकै ठाउँमा बसेर काम गरेर बिचरा है। त्यो मतलब के भने इमेज च्यानलमा किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइदिए म के भनौँ भन्नुहुन्छ हाम्रो महावीर पुन्जी होइन। अब म बोल्दै प्रश्न सोध्दै गरेको मान्छे अब मैले प्रश्नको जवाफ दिनु पर्यो भन्छन्। अब मैले जवाफ दिने ठाउँमा पुगेँ भन्नुहुन्छ। ठिकै छ। एउटा चाहिँ मतलब के भने शङ्कास्पद चाहिँ कुरा अरू के होइन, बारबारा फाउन्डेसनको यिनी पनि मेम्बर रहेछन्। बारबारा फाउन्डेसनको मेम्बर यो बारबारा फाउन्डेसन भने के हो भने विवादित किन छ त्यो कुरो भन्नु पर्यो मैले पक्का। यो बारबारा फाउन्डेसन भनेको के हो भने बारबारा एडम्स भन्ने अमेरिकन नागरिक उनको स्थायी घर चाहिँ तपाईँको न्युयोर्क साउथ आइल्यान्ड भन्छ। साउथ आइल्यान्ड न्युयोर्कको साउथ आइल्यान्ड त्यो उनको घर हो र उनी चाहिँ नि मतलब नेपालमा यहाँ बसोबास गरिसकेपछि सबै पत्रकारहरू सबैसँग भेटघाट राम्रो चिनजान भयो। ऋषिकेश शाहको उनी अलिकति नजिकको साथी हो। उनी चाहिँ नि मतलब के राजा महेन्द्रको कान्छो भाइ वसुन्धराको केप्ट भनेको भित्रिया डिक्लेयर स्वास्नी चाहिँ नि यो तपाईँको चाहिँ नि नरशमशेरको छोरी जो अन्नपूर्णाको मालिक नि अन्नपूर्ण होटलको मालिक नि ऊ चाहिँ डिक्लेयर स्वास्नी हो। त्यो चाहिँ केप्ट। अब यो केप्ट कसरी हुन आयो भन्ने विषयमा पछि मैले अध्ययन गर्दा राजा महेन्द्रको जब चाहिँ मतलब के भने शासन व्यवस्था आइसकेपछि अमेरिकन मतलब के भने खुफिया त पस्नु पर्यो। किन अमेरिकन हामीसँग सम्बन्ध त तपाईँको 4 सालमै भइसकेको थियो। अमेरिकन जति सम्बन्ध हाम्रो मैत्री सम्बन्ध थियो त उसले त आफ्नो हात त फैलाउनु पर्यो। त्यो फैलाउने अन्तर्गत यिनलाई चाहिँ नि म दरबारमा गएर पस भने स्पेसल्ली दरबारमा पसाल्नको लागि यो लेडी ब्युटिफुल लेडी थिइन् बारबारा एडम्स है। र यिनी आइन्। त्यसपछि त्यतिखेर तपाईँको रोयल होटल चाहिँ चलाउँथे उसले के अरे तपाईँको होइन बोरिस त्यो चाहिँ अमेरिकन। हेर्नुहोस् है अहिले जुन चाहिँ तपाईँको चाहिँ के अरे निर्वाचन आयोग त्यो पछि कुरा गर्नुहोस् न। यो बारबाराको मात्रै कुरा गरिरहेको छु मैले। त्यो बारबारा चाहिँ तपाईँको चाहिँ मतलब के भनेदेखि बोरिसले चाहिँ जब रोयल होटल खोले रोयल होटल कहाँ खोलेको त अहिलेको वर्तमानको चाहिँ निर्वाचन आयोग छ नि बहादुर भवन त्यसमा चाहिँ नि मतलब के अरे रोयल होटल खोले। जमल भन्नुहोस् कि किङ्सवे भन्नुहोस् न। किङ्सवे नाचघरको हो अमेरिकन एम्बेसी त्यही फेरि त्यतिखेर अपोजिट होइन त्यही साइडमा त्यही लाइनमा अमेरिकन एम्बेसी चाहिँ तपाईँको जमलको चाहिँ तपाईँको चाहिँ अपोजिट साइडमा वर्तमानको नाचघरभन्दा अलिकति उत्तर त्योभन्दा उत्तर चाहिँ नि यो चाहिँ तपाईँको रोयल होटल। त्यो रोयल होटलमा चाहिँ नि नाइट क्लबमा अब राजाको भाइहरू त जानी भए हो। त्यो राजाको भाइहरू जाँदाखेरि बारबारा एडम्स चाहिँ मात्रै त्यहाँ डान्सरको रूपमा प्रस्तुत भइन्। आज गयो भोलि गयो पर्सि गयो गर्दा गर्दा वसुन्धरासँग उनको लभ पर्यो। पहिले सुन्नुहोस् न कुरा पत्रकारिता त उसले जीवनमा कहिले कलमै चलाएकै छैनन्। किनभने मैले उनको कति कुरा लेखिदिएको छु अनि के त म उनको एकदम मिल्ने साथी हो। अनि कस्तो कुरा यसै बोलेको छु मैले है। उनी चाहिँ नि तपाईँको चाहिँ नि बारबारा एडम्स चाहिँ नि तपाईँको अब यो यतिखेर म चाहिँ अलिकति केटाकेटी थिएँ है। फेरि यो कथा मतलब के इतिहास मात्र भनेको मैले। अब रोयल होटल खोल्दा नाइट क्लबमा म जाने त लेभलको थिइनँ। म त हाई स्कुल पढ्दै थिएँ। तर पछि मलाई थाहा भयो कुराहरू र वसुन्धरासँग यिनको साँठगाँठ भइसकेपछि अमेरिकन चाहिँ मतलब के भनेदेखि ऊ पूर्ण हो मकसद। अब एक चाहिँ मतलब के भने रोयल फ्यामिलीको कुरा त बारबाराद्वारा
अमेरिका जाने भयो कुरो बुझ्नु CIA को प्रतिनिधि CIA एजेन्टको प्रतिनिधि भनौँ न अब यो कुरा मलाई कसरी थाहा भयो फेरि एउटा अचम्म अब आजै खोलिदिन्छु तपाईँलाई तपाईँ नयाँ नयाँ कुरो खोलाउनुहुन्छ यार युवराजी जनतालाई बुझाउनु परेन हामीले त्यसपछि अब यिनी चाहिँ मतलब के भने बारबार चाहिँ तपाईँको उसमै बस्न थाल्यो वसुन्धराको 3टा श्रीमती डिक्लेयर श्रीमती एकजना नरशमशेरको छोरी जो होटल अन्नपूर्णाको श्रीमती यो मालिकनी र सेकेन्ड चाहिँ नि तपाईँको यो मानन्दर नेवार है छिन्नलता तिनको नाउँ है तिनी सेकेन्ड डिक्लेयर स्वासिन्छ चाहिँ नि थर्ड यो चाहिँ घरैमा बस्ने वसुन्धरासँग बस्ने चाहिँ नि बारबारा एडम्स एउटा नेवारी एउटा अमेरिकन एउटा राणा ऊ चाहिँ यति सकी कि तपाईँको नेपालमा सबभन्दा पहिले चाहिँ तपाईँको यो तपाईँको चाहिँ यो के अरे यो खेलमा चाहिँ सबभन्दा महँगो खेल के अरे यसरी हान्ने गल्फ स्टार्ट गरे उसले वसुन्धराले त्यो गल्फ चाहिँ तपाईँको चाहिँ मतलब के भने ऊ चाहिँ नि सेन्टर अहिलेको एयरपोर्ट पहिले गौचर भन्थ्यौँ हामी त्यो गौचरमा त हरेक 3 बजेपछि बारबारा एडम्स र चाहिँ नि वसुन्धरा ओपन कारमा खुला कार के भरेर पहेँलो चाहिँ मतलब कपाल फिजाएर आफै उड्थ्यो नि त उनी पनि लगभग त्यस्तै कहिले कपाल बनाइसकेका थिए वसुन्धराले पनि पाइप खान्थे है हामी त्यो बाटो बसेर बानेश्वरमा हेर्थ्यौँ अनि त्यो बेलादेखि मेरो आँखा लाग्यो बारबारा आँखा लाग्यो मतलब मेरो आई क्याच गरे आँखा लाग्यो त्यस्तो आई क्याचिङ म युवक थिएँ नि त त्यतिखेर बारबाराको चाहिँ मतलब गाडी आयो भने तपाईँको दिल्ली बजारमा चाहिँ नि त्यो कार चाहिँ नि हुरुर आइसकेपछि लगभग बानेश्वरको चाहिँ छेउछाउ चाहिँ तपाईँको चाहिँ आवाज आउँथ्यो साउन्ड के गाडी पनि चल्दैन थियो अनि त्यो गाडी के अरे लामो खालको गाडी अनि ओपन हुड ओपन हुड छैन अनि त्यसपछि त्यो गाडीमा चढ्थे फ्रन्टमा चाहिँ नि वसुन्धरालाई हाँक्थे फ्रन्टमै उनी बस्थे त्यो हावाले गर्दा उनको कपाल उडाउँथ्यो अब बाटो बानेश्वरमा मैले देख्थेँ अब म त स्टुडेन्ट हो नि त्यतिखेर उनीहरू म हाई स्कुलमा पढेँ दरबार स्कुलमा पढ्थेँ दरबार स्कुलमा अनि अन्यानी बाटोमा पर्छ नि कोही फर्किनखेरि भेट्यो कहिले जानखेरि भेट्यो हिँडेर त हो त कहाँ हिँडेर हामी हिँडेर जाने त्यतिखेर बस ट्याक्सी केही थिएन मोटरसाइकल त 2-3वटा फाट्टफुट्ट राणाहरूले चढ्थे मोटरसाइकलै थिएन हामी यहाँ 45 सालमा त भक्तपुरमा 1 घण्टामा एउटा बस आउँथ्यो त्यतिखेर त्यस्तै हो अहिले पनि तपाईँको चाहिँ नि अब ट्राफिक पनि अब तपाईँको चाहिँ नि हाफ प्यान्ट ल्याएर बस्थ्यो कि त्यो त्यतिखेर चाहिँ ट्राफिक पनि त्यो इन्डियन स्टाइलको बिहार र युपीमा हेर्नु अहिले पनि हाफ प्यान्ट लाउँछ नि ट्राफिकले यहाँ पनि हाफ प्यान्ट ल्याएर बस्थ्यो ट्राफिक है त्यही निवे पुरानो कुरा भयो त्यसपछि अब ऊ त राम्ररी गरी पसिन् अब राजा महेन्द्रले वास्तवमा चाहेको थिएन नचाहँदै पनि उनी पसिन् अब रोयल फ्यामिलीमै आएर बसिन् पछि राजा महेन्द्रले उनलाई आउट गरिदिए देश निकाला होइन आउट गरिदिए मतलब के गाली गर्यो होला भाइलाई त छोडिदियो अब यसलाई पनि यिनी गइन् अमेरिका गइन् तर आउने यहीँ छोडेनन् अमेरिकन नागरिकै थियो त्यसपछि उसको डेथ भयो वसुन्धरा डेथ भयो देश भएपछि यिनले चाहिँ प्रपर्टी क्लेम पनि गर्न थालिन् प्रपर्टी पाइनन् त्यसपछि राजा वीरेन्द्रको टाइममा नागरिकताको आह्वान गरिन् म फलानाको श्रीमती हो र मलाई नागरिकता चाहिन्छ दिएनन् नदिइसकेपछि राजा वीरेन्द्रको टाइममा यिनलाई डिपोर्ट पनि गरियो नबस यहाँ त्यति बेला त्यो डिपोर्ट गरिसकेपछि यिनमा एउटा विद्रोह भयो र यिनलाई साथ दिने मान्छे पनि अब हाई लेभलकै भए अब ऋषिकेश शाह
र अरू मान्छेहरू पनि जो प्यालेससँग अलिकति टाढा हुने मान्छेहरू चाहिँ यिनलाई साथ दिन थाले फेरि र यिनी चाहिँ तपाईँको नेपाल अब उनको अब अरू बिहा पनि उनले गरेनन्, अमेरिकामा नि बिहा गरेनन् र यिनको अब मतलब के भने यहीँ बसे, जवानी यहीँ सिद्धियो। अब मैले देख्दा चाहिँ नि 13-14 सालदेखि यिनीलाई देखेँ। अब मैले 14 साल मैले देखेँ है। अहिले बसेँ त तपाईँको चाहिँ म त राजा चाहिँ 25-26 सालमा मात्रै यिनी बाहिर गए हुन्। त्यसै फेरि आए अनि आएर सेम गाडी है, जुन पहिले त्यो वसुन्धराले चढ्ने गाडी, त्यो त्यही गाडी चढेर बसी यहाँ, त्यही ओपन हुक चढेर बसिन्। अनि त्यसपछि यिनले चाहिँ नि एउटा पर्मानेन्ट डेरा लिइन् यहाँ उसमा तपाईँको हात्तीसारमा पर्मानेन्ट डेरा लिएर बसिन्। अनि धेरै नेपालीहरूसँग आवजावत भयो, नेपाली राम्रो बोल्थिन्, राम्रो सिक्थिन्। र चान्स मेरो के भयो 93 तिर म अमेरिका गएको थिएँ अनि अमेरिकन हाम्रो नेपाली एम्बेसीले दसैँ मनाएको थियो। जहाँ मैले बारवटालाई भेटेँ। होइन, दिपेनलाई भेटेँ त लन्डनमा। लन्डनमा भेटेको 89 मा, 45 सालमा, 89 मा। यो मैले भेटेको 94, 93, 94 मा। यो त अमेरिकामा हो, न्युयोर्कमा। अनि त्यसपछि बारबरा साडी लगाएर आएकी रहेछन्। अनि चिन्जान भइगयो होइन। ओहो भरत मैले पहिले पनि एकचोटि भेटेको थिएँ। पहिले काठमाडौँमै भेटेको थिएँ। यतै मतलब के भने पत्रकारिताको माध्यमद्वारा मतलब के साथीहरूका मिटिङ सिटिङ हुँदैन। तर म इन्टिमेसी मेरो थिएन उसँग, हेलो हाई मात्र हुन्थ्यो। र यिनी ह्युमन राइट्सको कुरा गर्थिन् त्यतिखेर। यिनको नजिकमा मनोरञ्जन भन्ने गोर्खापत्रको राइज नेपालको सम्पादक, उनीसँगको मेल थियो त्यो टाइममा। त्यसपछि मेरो यहाँ मेल थिएन यिनको, हेलो हाई मात्रै हो। अनि न्युयोर्कमा गइसकेपछि त्यहाँ भेट भयो। भेटेपछि मतलब के उनको रुममा दोस्ती भयो। त्यसपछि उनी न्युयोर्कमै बसिरहेका छन्, म्यानहट्टनमा। मेरो नि म्यानहट्टनमै बस्थेँ। र उनले चाहिँ अनि त्यसपछि भोलिपल्ट मलाई भेटिन्। हामी चिया कफी खायौँ। र उनले मलाई त्यो लङ आइल्यान्ड, मैले नर्थ आइल्यान्डमा, साउथ आइल्यान्ड, लङ आइल्यान्ड मेरो घर छ, भरत तिमी आऊ भनेर भने। लङ आइल्यान्ड पुगेँ, म गएँ, उनका बसेँ, उनको घरमा बसेँ। र उनको धेरै यो समस्या पनि रहेछ। उनको बाउको 2टा छोरी, अनि छोरी 2टामा बहिनीसँग अलिक सन्का किसिमकी रहेछन्। बहिनीसँग यसको मेल रहन्छ। बहिनी बढी प्रपर्टी लिन खोज्ने, यिनी बहिनीको पनि प्रपर्टी खान खोज्ने। बहिनीको पनि सन्तान छैन, यिनको पनि सन्तान छैन। बहिनीको लोग्नी छैन, यिनको लोग्नी छैन। प्रपर्टी भएको रहेछ। बा के रहेछ भनेर भन्दाखेरि एक दिन यिनकै घरमा म सुत्ने। अब त दराज सट्ट हेरेको त यिनको बाउको फोटो देखेँ मैले। म जुन कोठामा सुत्थेँ त्यही कोठा रहेछ। त अनि मैले भने बारबडालाई, कसको फोटो हो बारबडा? मेरो बुवा हो। यो त CIA अफिसर रहेछ नि त। हो भने हेर्नुहोस् है, अफिसर। इन्ट्रेस्टिङ। त्यहाँबाट म आफै छक परेँ। ओहो, यसले त नेपाल खान पो गएकी रहेछ। किनभने CIA को अफिसरको छोरी, हेर्नु उनीहरूको कस्तो हुन्छ, लामो लङ टर्म वर्क हुन्छ। आफ्नो छोरीलाई नै सेक्रिफाइस गरेर नेसनको लागि चाहिँ नि नेपाल पठाए। नेपाल पक्का हो नि। हो त्यस्तो लगभग त्यही हो। हो त्यही लगभग त्यही। हेर्नुहोस्, त्यसपछि उसको मेरो मतलब अब मैले पनि त्यसै अब सिद्धिसक्यो। अब जे गरी उसले सिद्धियो। जो मतलब रिपोर्ट दिनुपर्ने रिपोर्ट सकिहाल्यो होइन। अब हाम्रो त्यतिखेर डेमोक्रेसी आइसकेको छ। डेमोक्रेसी आएपछि राजा विक भइसकेको छ। राजाको केही पावरै छैन होइन। त्यसपछि मतलब के भने तिनले चाहिँ नि मतलब के भने म रोयल फ्यामिलीको हो भनेर कङ्ग्रेसलाई पनि यसले कुरो बुझाइ। अब
अब हामी यस्ता केटाहरूले पनि अब मतलब आइहाली बसिहाली त्यत्रो वर्ष 20 वर्ष चाहिँ वसुन्धराको नाउँमा होइन बसी त अब के बिग्रिया छ र भन्ने जस्तो नि लाग्यो मलाई कि त्यो मतलब के भने तिनीप्रति मेरो अलि सिम्पाथी गयो त्यतिखेर र मैले उनको धेरै केसहरू मिलाइदिएँ होइन केसहरू छोरी बहिनीसँगको केसहरू तरिकाहरू सिकाउने कसरी चाहिँ कोर्टमा जानुपर्छ कोर्टले के गर्छ त्यसपछि एडमिनिस्ट्रेसनमा कसरी गर्ने यी आदि इत्यादि अब त्यो मसँग त लको जनरल नलेज भएको हुनाले उनलाई आइडियाहरू दिएँ त्यही उसले हायर गरिन् त्यसमा पनि म गएँ उसले लयर हायर गर्दा त्यो लयरका नि म गएँ अनि त्यहाँ पनि त्यही किसिमको चाहिँ मतलब गाडी चढ्छिन् अमेरिकामा पनि त्यही किसिमको अनि मलाई एउटा सम्झना के आयो भने त्यही गाडी सेम गाडी वसुन्धरा चाहिँले हाँक्ने उसले कपाल खोलेर हिँड्ने अब त्यहाँ म चढेँ ऊ हाँक्ने म फ्रन्ट सिटमा बस्ने अनि मैले जोक पनि गरेँ भाइ वसुन्धरा चाहिँ राजाको भाइले हाँक्दा तिमी बस्थ्यौ छु भने ठट्टाहरू पनि गरेँ मैले है धेरै मतलब के उनको उनीसँग घुमेँ उनका लगभग उनका इष्टमित्रहरूका मलाई पुर्याए है अब म त राइटर मान्छे फेरि मेरो त किताब पनि हुन्थ्यो हातमा किताब हुँदाखेरि मलाई सहयोग पनि हुन्थ्यो अनि अब कहिलेकाहीँ कविता लेख पनि भन्थिन् कविता पनि लेख्थेँ म उनले त्यो कविता सुनाउँथिन् त्यसरी एक किसिमको राम्रो दोस्ती भयो उनीसँग मेरो राम्रो दोस्ती भयो है त अनि त्यसपछि उनले यहाँ आएर किसुनजीलाई रिक्वेस्ट गरिन् अब किसुनजीलाई के भनेदेखि अलिकति आइमै भएपछि नजिकिने उनको आदत यु नो बारबरा डोन्ट वरी भन्ने कि जहिले पनि के वरी मैले चाहिँ नागरिकता पाएको छैन यहाँ न कति वरी हुने मैले मेरो प्रपर्टी छ यहाँ मेरो अमेरिकन प्रपर्टी ल्याउनुपर्छ मैले नागरिकता पाएर ल्याउने हो न त कसरी ल्याउने भनेर ठट्टा गर्दा गर्दै तिनलाई अङ्गीकृत नागरिक दिलाए किसुनजीले अनि त किसुनजीले हेर्नुहोस् त सुरु भएको सिआइए एजेन्टबाट इन्डिङ हुँदाखेरि उसले नागरिकता पाए हेर्नुहोस् त्यसपछि ऊ नागरिकता पाइसकेपछि उसको चाहिँ अब मेलमिलाप धेरै मानिससँग भयो इन्क्लुडिङ म त थिँदै थिएँ होइन वामदेव पनि नजिक गए मैले देखेँ थाहा पाएँ नि किसुनजी नजिकै थिए अब अहिले धेरै नाम बिर्सेँ मैले होइन उनका जानी आउने ऋषिकेश आएको त कुरा गरिहालेँ होइन अब के लाग्यो सिद्धिसकेको छ देशै डेमोक्रेसी आइसकेको छ 46 साल पछाडि कुरा गरेँ मैले त म उसका गएको 46 साल पछाडि नै हो उनको घरमा गए पनि 46 साल पछाडि हो उनीसँग मेरो दोस्ती भयो नि 46 साल पछाडि हो र त्यसपछि यिनले चाहिँ नि यहाँ बसेर आस्थामा लेख्न थाले जनआस्था है किशोर श्रेष्ठको अब यिनी के गर्थे भने भन्थिन् अर्कोले लेखिदिन्थ्यो यिनी त नेपाली लेख्न जान्ने होइन अङ्ग्रेजी लेखिदिन्थिन् यिनी लेख्न चाहिँ जिरो नि चाहिँ गफ चाहिँ खुब गर्ने कफी खाने गफ गर्ने वाइन पिउने यताउता होइन ड्रिङ्क गर्ने तर लेख्न चाहिँ नि यिनको कम थियो मलाई थाहा छ किन यिनीसँग मैले घरैमा बसेर चाहिँ सङ्गत गरेँ भनेपछि त मैले त अब त्यो यिनको सब विकनेसहरू थाहा पाएँ नि त तर जनआस्थामा चाहिँ यिनले रेगुलर एउटा चाहिँ आर्टिकल लेख्दा अब जर्नलिस्ट भयो यहाँ जर्नलिस्टबाट स्थापित भयो नि त त्यो त अब किशोरलाई गएर सोध्नुपर्छ किशोरलाई मैले सोधेको छैन फेरि किशोर छ नि मेरो दोस्ती छ यो साँच्ची नै बारबराले कसरी लेख्थ्यो भनेर म सोध्नेवाला छु अब अहिले तपाईँको माध्यमद्वारा नि सोध्ने भयो र यिनको चाहिँ तपाईँको चाहिँ मतलब के क्रियाकलापहरू अब पहिले चाहिँ नि अर्कै रूपमा पसेको यिनी अब पछि त ओपन भइसकेपछि त त्यो के मानेर राख्यो उनको सिआइएको चाहिँ नि मतलब जुन गोपनीयता त्यति मलाई नि के लाग्यो अब ओपनै भइसक्यो सिद्धिसक्यो अब मतलब के डेमोक्रेसी आइसक्यो अब सबै ह्युमन राइट्सको कुरा गर्छन् सबै पैसा लिएर आउँछन् युएसएबाट पैसा आइरहेछ अमेरिकाबाट पैसा आइरहेछ उनकै पनि पैसा छ आफ्नो पर्सनल अब उहाँ पनि मतलब खातापिता र यिनको कनेक्सन चाहिँ व्हाइट हाउससँग किन बाउको कारणले त थियो सिआइए किन नहुनु कस्तो कुरा गरे
कनेक्सन मतलब थ्रु चाहिँ सिआइए त्यहाँको त व्हाइट हाउसमा पनि त सिआइएको एउटा एजेन्ट बस्छ। त्यसपछि त यिनले चाहिँ नि नेपाल ह्यान्डल गरे भन्ने चाहिँ रिपोर्ट मेरो विचारले गएको हुनुपर्छ। र यिनले चाहिँ नि पश्चिममा सुदूरपश्चिम बैटरीमा यिनले चाहिँ नि बारबरा फाउन्डेसनबाट बस्तीलाई चाहिँ घरहरू बनाइदिए। घरहरू सानो एजुकेसनहरू स्कुलहरूलाई यिनले डोनेसन गर्न थाले। अनि त्यतिखेर मलाई चाहिँ भरत गर्नु पर्यो न आइएम नट इन्ट्रेस्टेड, मेरो अब काम एन्टी करप्सनको, अब तिम्रो कहाँ पछि लगाएर हुन्छु म भनेपछि अनि अनेक किसिमको साथीहरूलाई बोलाएर अहिले त रोहित चन्दुक छन् अध्यक्ष है। अब यो सबै कथा मतलब रोहितलाई थाहा पाएको भए रोहित पनि मेरो विचारले अध्यक्ष हुँदैन थियो होला। ऊ त सिधा मान्छे हो नि, डाक्टर होइन। अब अहिले अध्यक्ष छन्, अब उनलाई अहिले जवाफ दिनको हैरान छ बारबरा फाउन्डेसनको अध्यक्ष भनेर। अब बारबरा फाउन्डेसनले बारबरा फाउन्डेसनको मान्छे नर्थ कोरिया गएर कसरी सर्जरी गरेछन् यो कुराको बारबरा फाउन्डेसनलाई यदि तपाईँले भने जस्तो व्हाइट हाउससँग डाइरेक्ट कनेक्सन भएको मानिन्छ भने नर्थ कोरियामा सर्जरी गर्न चाहिँ कसरी विश्वास गरेछन् त नर्थ कोरियाका मान्छेले? कसले आएर बोलाएर लिएर गएछन्? कसलाई? सन्दुक रोहितलाई। अनि सन्दुक रोहितको त बेग्लै भरि हुँदै सिधा मान्छे एउटा चाहिँ मतलब के भने आँखाको चाहिँ एक्सपर्ट हुन्, आँखा अपरेसन गर्ने। उनको र यो बारबरा फाउन्डेसनबाट उनी जन्मे होइनन्, उनी त अहिले पछि जोइन गरे हो कि पछि जोइन गरे हो नि, पछि अध्यक्ष बनाएको अहिले हाल। बारबरा फाउन्डेसन चाहिँ किन विवादित छ त? अझ अहिलेको यो घटनाले जेएनजी आन्दोलन पछाडि त झन् बढी विवादित बनायो। अब बारबरा बाँचेको भए म यो कुरा बताउन सक्थेँ। अब बारबरा बाँचेकी छैनन्, अब त्यो फाउन्डेसनभित्र म छैन, अब मलाई अप्ठ्यारो छ। मैले हिस्ट्री त सब बताइदिएँ नि। तर जेएनजी मुभमेन्टमा बारबरा फाउन्डेसनको भूमिका के त? बारबरा फाउन्डेसन थ्रु चाहिँ मतलब के भनेदेखि आइएनजिओ त हो यो त। डोनेसन गऱ्यो हामी नेपाललाई, एउटा त भइहाल्यो हैन, एउटा त्यो होला। अब यहाँ हामी नेपाललाई फेरि तपाईँको यो फ्री टिबेट मुभमेन्टमा लागेका होइन स्टुडेन्ट ग्रुपले पनि फन्डिङ गरे भने होइन। फ्री टिबेटमा त अमेरिकन लागेकै छ, त्यो त सबैलाई थाहा छ नि। एउटा कुरा चाहिँ क्लियर के भयो भने त्यति बेला बिपीकै भाइ के नाम मैले बिर्सेँ, उहाँले एउटा आर्टिकल पब्लिस गर्नुभएको थियो अरे 15 सालभन्दा अगाडि। केशव कोइराला या के टिबेट, नेपाल, भुटान र सिक्किम गरेर चाहिँ यो जुन टेरिटोरी छ यसलाई चाहिँ तपाईँको बफर स्टेटको रूपमा चाहिँ डेभलप गर्नुपर्छ भन्ने तपाईँको कन्सेप्ट चाहिँ उहाँले आर्टिकल छाप्नु भएको थियो। त्यस लगत्तै नेपालमा कु भयो, त्यस पछाडि सिक्किम खाइयो। अब जसरी यहाँ पनि इन्जेक्ट गरिएको रहेछ त्यस्तै गरी तपाईँको सिक्किममा पनि इन्जेक्ट गरिएको रहेछ। पछि त्यही थाहा पाएर टिबेट तपाईँको चाइनाले लियो होइन। भनेपछि त्यो डिजाइन कन्स्पिरेसी त्यति बेलादेखि नै थियो भन्ने कुरा क्लियर छ नि त। अहिले फ्री टिबेट नेपाल फ्री टिबेटको मुभमेन्ट होइन अनि नेपाललाई चाहिँ अस्थिर बनाउने यो सबै खेल अन्तर्गत त्यही नै अन्तर्गत भइरहेको होइन। फ्री टिबेट भनेको एउटा मतलब के भने धर्मराज्य हो होइन। अहिले पनि स्वशासित क्षेत्र हो टिबेट, चीनको डाइरेक्ट नभएर मतलब सब्रेन स्वशासित भनेको सब्रेन हो कि होइन? सोभरेन स्टेट मात्रै हो नि, सोभरेन त कहाँ हुन्छ? सोभरेन नेसन होइन, नेसन होइन, स्टेट मात्रै हो। स्टेट त सब्रेन त्यो पनि अहिले पनि सुशासित आफै सुशासन गर्ने। टिबेटको चाइनाको चाहिँ सहयोग मात्र हो अहिले पनि देखिँदा। तर चाइनाले चाहिँ मतलब के भने सुशासित भनेर त्यहाँ चाहिँ आफ्नै गभर्मेन्ट फर्मेसन गरिरहेछ। टिबेटियन पनि गभर्मेन्ट छ, छुट्टै छुट्टै गभर्मेन्ट छ त्यहाँ छैन। तर त्यसको हेड चाहिँ मतलब के भने चाइनिज आउँछ। टिबेटबाट चाहिँ मतलब के भने इलेक्सन गराए जस्तो गर्छ। अब जस्तो उनीहरूको वान पार्टी सिस्टम हुन्छ होइन। वान पार्टी सिस्टम भनेको अब जस्तो चिनिया कम्युनिस्ट पार्टीको सदस्यहरू मिलेर त्यही आन्तरिक चुनाव गरेर उनीहरूले चाहिँ प्रतिनिधि पठाउँछ। अनि त्यस्तै किसिमको चाहिँ उनीहरूको चाहिँ उस एसेम्ब्लिङ हुन्छ, एसेम्ब्ली हुन्छ मतलब ऊ के अरे यो सदन। त त्यो सदनको चाहिँ मतलब के भने सभामुख पनि त्यहीँको हुन्छ। गभर्न गर्ने गभर्नर चाहिँ चाइनाले पठाउँछ। सेना चाइनाको। अब नेपालले जाने भए, नेपालले सके भए, नेपालसँग बल भइदिए भए, बुता भइदिए भए, राजा महेन्द्र त्यतिखेर बलियो भइदिए भए यो मतलब के भने आधा आधा हुन्थ्यो टिबेट। हाम्रो आधा उनीहरूको आधा होइन। सन्धिपत्र किन तपाईँको 1900 मतलब के भनेदेखि 57सम्म त हाम्रो आर्मीको चाहिँ मतलब के ग्रुपै थियो नि, त्यहाँ ट्रुपै थियो नि।
टिबेटमा ल्हासामा लासामै अनि त के त कस्तो कुरा गरे किन फिर्ता आयो त 1957 भनेको यो पछाडि चाइना फ्री भइसक्यो फ्री भयो धेरै 10 वर्षपछि अनि किन फिर्ता आयो कसको अब चाइनाले प्रेसर दियो नि चाइनाले चाहिँ तपाईँको चाहिँ नि सन्धि गर्यो नि त तपाईँको चाहिँ नि यो के अरे डाक्टर क्याइसिङ डाक्टर गिरी राजा महेन्द्र तुलसीगिरी गए बेला चाहिँ सन्धि गर्न त्यतिखेर फर्काइदियो पछि 18 साल 17 साल 18 साल त्यहाँसम्म त हाम्रो नेपाली सेना छ त्यहाँ कुनै पनि त्यहाँ कस्तो थियो भने तपाईँको हाम्रो नेपालीहरू चाहिँ नि सिकाजेमा सिकाछेमा तपाईँको नेपाली 50%, ल्हासामा 50%। नेपाली भाषी नेपालीहरू भाषी त उनीहरू लुगासुगा तुनेको, तर हाम्रो चाहिँ नि सम्बन्धित के अब हाम्रो के छ भने तपाईँको परम्परादेखि हाम्रो मान्छे गयो अब स्वास्नी बनायो छोरछोरी भयो, त्यो छोरछोरी खचड भन्ने रहेछ। खचड भनेपछि त्यो नेपाली नामै खचड। अब त्यहाँ आइमाई चाहिँ तपाईँको चाहिँ राखिसकेपछि आइमाईले यो चाहिँ नि नेपालीको हो भनेपछि खचड भयो, यो चाहिँ टिबेटियनको हो भनेपछि त्यहाँको हो। एउटा आइमाईले 4 5वटा पोइ राख्न पाउने संस्कृति त्यहाँ टिबेटमा त अहिले पनि त्यस्तै छ। तपाईँलाई थाहा छैन ल? अहिले पनि टिबेटियन लेडीले 4वटासम्म बिहे गर्छ टिबेटमा, चाइनिज भएर पनि। उनीहरूको परम्परा कहाँ छोडेको छ अहिले पनि? स्यार्पाले त गर्छ यहाँ हाम्रो यतापट्टि वारी बहुपति सिस्टम। त त्यो अन्तर्गत आइमाईले अब जन्म्यो, यो जेठाको हो त्यो जेठाको हो, यो कान्छाको हो यो कान्छाको हो, त्यो उसबाट आएको चाहिँ नि साउजीको हो, काठमाडौँबाट आएको साउजीको हो, तुलाधरको। तुलाधर कहाँ छ थाहा छ? तुलाधरको छोरो भने उसलाई पनि थाहा छैन। गयो बास बस्यो, 2-4 दिन बास बस्यो, त्यहाँ अब स्वास्नी राख्यो, हिँड्यो। अब त्यो समस्याले गर्दा कत्रो समस्या भयो तपाईँको चाहिँ नि टिबेटियनहरूले चाहिँ यो चाहिँ नि मतलब के भने ग्रुपै अर्को, उनीहरूलाई त्यो लामामा पनि लिएन। त्यसपछि यिनीहरूको खच्चड सङ्घ खुल्यो टिबेटमा, खच्चड सङ्घ। त्यसपछि यिनीहरूले यहाँ आएर दरखास्त गरिसकेपछि ल खच्चडहरूलाई नागरिकता दिने भन्ने निर्णय भएको छ पछि मातृका प्रसाद कोइरालाको टाइममा, पछि आएर 7 सालपछि है। त्यसपछि अनि तपाईँको चाहिँ नि मतलब चाइनाले लिइसकेपछि पनि नेपाली नागरिकता दिने भन्दा चाहिँ यो तपाईँको चाहिँ पञ्चायती सरकारले पनि निर्णय गरेर नेपाली पासपोर्ट वितरण गरेको छ त्यो वकिलको कार्यालयबाट। त्यहाँ पहिले वकिल भन्थ्यो होइन, वकिल कार्यालय। अब अहिले चाहिँ नि दूतावास पनि होइन, काउन्सिलर भन्छ अहिले। डाक्टर सरोज मिश्राको पुस्तकमा पनि यो पढेको छु मैले, उहाँले पनि लेख्नु भएको छ नेपालको बारेमा, सम्बन्धको बारेमा। हो, त्यसैले टिबेटको बारेमा चाहिँ नि स्टडी गर्नुपर्छ, अध्ययन गर्नुपर्छ। मैले पनि मेरो रातो घाम भन्ने किताबमा लेखेको छु, द रेड सन, यो सबै कुरो लेखेको छु मैले है। मैले जो जानेको छु, अब भाकोर घ्याङ भन्छ, भाकोर झाङ भन्छ, त्यो तपाईँको टिबेटको ल्हासाको चाहिँ मूल हाम्रो असम जस्तो त्यो एरियाको पुरै एरियामा हाम्रो नेपाली दोकान छ, अहिले पनि छ। यो सामु कापुको चाहिँ 4-5वटा दोकान छ त्यहाँ, नामै स्यामु कापु भनेर लेखेको छ। स्यामु कापु भनेको यो 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 तपाईँको अहिले यो छ नि के अरे होन्डा मालिकहरू के होन्डा कम्पनीको साकर त्यो होन्डा कम्पनी हो कि यो तुलाधरहरू। यो मतलब के भने छैन अहिले त्यो यो तपाईँको चाहिँ किङसुएमा त्यो टिबेटका ठुलो व्यापारी नि हो स्यामु कापु भन्ने, त्यसको बाजे स्यामु कापु भने सेतो टोपी भनेको रहेछ। टिबेटमा अब यताबाट चाहिँ तपाईँको चाहिँ मसला ससला तपाईँको चाहिँ साबुन कपडा लिएर जाने घोडामा, अनि स्यामु कापु चाहिँ साउजी चाहिँ सेतो टोपी लगाएर जाने रहेछ। स्यामु कापु भनेपछि त्यो कम्पनीको नामै स्यामु कापु, अहिले पनि स्यामु कापु भन्ने छ। अब त्यो ढाकुवाहरू त्यहाँ मतलब कि तुलाधरहरू ढाकाहरू तपाईँको धेरै मतलब कि हाम्रो असन इन्द्रचोकका ललितपुरका मान्छेहरू अहिले पनि छन् ल्हासामा।
त्यस कारणले ल्हासा त साँच्चै भनौँ भने नेपालीको कब्जाभित्र थियो त्यो बेलामा, तर अब अहिले त चाइनिजहरू आएको हुनाले तर पनि नेपालीको चाहिँ वर्चस्व अझ पनि छ त्यहाँ। अब यो बारबरा फाउन्डेसनकै मान्छेलाई छानी मन्त्री चाहिँ बनाउनु किन खोज्यो? यो चाहिँ अब त्यो स्टडीको विषय छ। जस्तो मोना अन्सारीको नाम आयो होइन, सन्दुक रुइतको नाम आयो, अब जगदीश खरेल त मन्त्री नै बने होइन, अब समता फाउन्डेसनको चाहिँ मदन परियारजी बन्नु लगभग एउटै ग्रुप देखियो अहिले। किन यो चाहिँ? त यो चाहिँ अब यो चाहिँ नि अब हाम्रो सुशीला कार्कीलाई फसाइयो जस्तो लाग्यो मलाई। सुशीलाको त त्यो संलग्नता थिएन यसमा, माथि साङ्गमा परेको छ। अहिले गाह्रो परेको छ मलाई। कुन दिन उहाँलाई रिस उठ्छ, यो दसैँ तिहारपछि उहाँले छोडिदिनुहुन्छ, छोडिदिनु भने बर्बाद हुन्छ देश। एकातर्फ जेएनजीहरू उफ्रिरहेछन्, हामी थुच्छौँ भन्छन् होइन, मान्छे उफ्रिरहेछन्। होइन जेएनजीको त केही पनि छैन यहाँ। जेएनजीले त्यो मन्त्री बनाइदियो भनेर मैले लाइन छ अरे भने हेर्नुहोस्, मन्त्री नपाएर बिचरा त्यो डाक्टर निकोलस भुसाल उफ्रेछन् हिजो उहाँ। अब निकोलस त अब बालनले दूतावास जा भन्नुभयो, मेयर साहबले भन्छन् अब हर्को रोको रोइछन् हेर्नुहोस्। अब सबैलाई मन्त्री भन्ने इच्छा छ, सबैले मन्त्री बन्छन् कि यो नेपालमा केही फरक पर्दैन, बनेर नि केही हुँदैन, गर्ने केही छैन। तर जे भए तापनि दुर्भाग्य हो यो चाहिँ नि मतलब के भने जेएनजीको चाहिँ आन्दोलनबाट सुरु भएको यो अहिलेको मन्त्री परिषद बेढङको भयो है। बेढङ हुँदाखेरि फेरि मन्त्रीहरू नराम्रो भने होइन, यिनीहरूले कामै गर्न सक्दैन, पर्फर्मेन्स नै गर्न सक्दैन, बिगार्छ मात्रै कि। अब अर्को मन्त्रीमण्डल आयो भने त्यसलाई सपार्न गाह्रो हुन्छ। हस्, थ्याङ्क यू भेरी मच। हस्, धन्यवाद।